आउनुहोस् अब तरकारी टनल कसरी बनाउने। काठको बलियो पनि सस्तो पनि, एकदमै सस्तोमा बन्छ यो। मेरो चाहिँ लगभग 8000 मा बनाएको मैले यो टनल काठको। अनि एउटा यो फलामको छ, फलामको चाहिँ 90000 लागेको थियो। अनि किन 90000 को लगाउने, त्योभन्दा सस्तो बनाउन सकिन्न र काठको भनेर मैले प्लान गरेको थिएँ र सक्सेस पनि भयो। लगभग 6 देखि 7000 मा बन्याउँछ। अब के कसरी बनाउन सकिन्छ, अब आउनुहोस् हेरौँ कस्तो तरिका बनाउन सकिन्छ। अब भित्रबाट हेरौँ। हेर्नुहोस् यस्तो तरिका बनाउन सकिन्छ। यो टनलको साइज चाहिँ 10 बाई 6 मिटरको। हामीलाई यो देखिएको छ नि एउटा ट्रस, हामीलाई यो 3टा भइहाल्छ 10 बाई 6 मिटरको लागि। अब यसको सबैको डाइमेन्सन भन्न गइरहेको छु। लम्बाइ चाहिँ 9 मिटर राखेको छु, किनकि यसको 10 मिटर थियो, तर अब 10 मिटरमा आधी आधी मिटरै छेउमा आउने भएकोले 9 मिटर लम्बाइ र 6 मिटर चौडाइ पाल थियो। 6 मिटर हुँदाखेरि यसको हामीले 5 मिटर राखेका छौँ, किनकि आधा आधा मिटर साइडमा जाने भएको हुनाले। बिमहरू यस्तो तरिकाले जोड्न सकिन्छ। एउटा 5 मिटरको निकाल्न गाह्रो हुने भएकोले यस्तो तरिकाले जोड्न सकिन्छ। बिमको माथि यो तरिकाले डाँडाहरू जोड्न सकिन्छ। एउटा यहाँनिर सपोर्ट चाहिन्छ। यो चाहिँ फलामको हो, उता बनाएको चाहिँ काठको छ। यहाँनिर यस्तो ट्रस छ नि, यस्तो हामीलाई 10 मिटर टनलको लागि 3टा सेट चाहिन्छ। अब 3टा सेट हुँदाखेरि अब यो तलको खम्बा छ नि बिम भन्दा पनि यो चाहिँ 2 मिटर 30 सेमीको बनाउनु पर्ने हुन्छ। अब 50-60 जति या 70 जति माटोमा गाड्ने, अनि जमिनभन्दा माथि 170 राखेको छु मैले। अब 2 मिटर पनि राख्न सकिन्छ। अब हाम्रो चाहिँ एकदम चिसो भएको हुनाले 170 राखेको छु माथिको, तर यता फलामको चाहिँ 2 मिटर राखेको छु। 2 मिटर राख्दाखेरि हल्का तातोपन कम हुने जस्तो महसुस भएर मैले चाहिँ 170 राखेको छु। अब 170 राख्दाखेरि 30 त्यो भइहाल्यो, 30 त्यो। अब 60 सेन्टिमिटर जमिनमा जाने हुने भएकाले 2-30 मिटर लम्बाइ भएको यो ठाडो यो कोलम या यो खम्बाहरू 2-30 मिटरको काट्नुपर्ने हुन्छ। अनि माथिको बिम छ नि, यो बिम चाहिँ 5 मिटर काट्नुपर्ने हुन्छ ट्याक्कै। तर यो सबैको साइज चाहिँ 3 बाई 3 इन्चको छ। अनि माथिको चाहिँ नि बिचको किङ पोस्ट पनि भनिन्छ यो माथिको। अब हाम्रो भाषामा खमेली पनि भनिन्छ। माथिनिरको यो एउटा टुक्रा छ नि, यो चाहिँ 1 मिटर। अब 1 मिटर हुँदाखेरि ट्याक्कै अब पानी सानी नजम्ने हुन्छ। अनि 1 मिटर त्यो भइसक्यो। अनि साइडको यो डाँडा छ नि यो दुईटा, यो चाहिँ 270 को छ। अब यहाँनिर हल्का अब डिग्री अनुसार काट्नुपर्ने हुन्छ। 270 को छ डाँडा। अब हामीलाई टोटल कति चाहिन्छ भन्दाखेरि यो खम्बाहरू 3 सेट हुने भएकोले 9 खम्बा। अनि बिमहरू कति चाहिने भयो, 3टा बिम। अनि डाँडाहरू 6वटा। अनि यो माथिको सानो टुक्रा छ यो 3टा। अनि यो माथिको अब धुरीहरू भनौँ, अब एउटा पुगे ठिक छ। अब 10 मिटर नहुन सक्छ, 5 को पुगे ठिकै छ। हाम्रोमा पुगेको छैन, अब दल्लो भन्ने हुन्छ, त्यस काटेर दुईटा जोडेको छु। अनि यो सँगै अब साइडमा उसले बान्नलाई, यो टनलको पाल बान्नलाई एउटा त्यो पनि चाहिन्छ। अनि सस्तो र इजिली बनाउन सकिन्छ। अब पहिला हल्का हिले जस्तो लाग्छ होला, मजबुत जस्तो लाग्दैन होला, तर पछि कसिसकेपछि एकदम मजबुत हुन्छ, राम्रो पनि हुन्छ। अब माथिबाट घाम पनि एकदम राम्रोसँग आउने भइहाल्यो। हेर्नु अब यही मैले काठको बनाएको थिएँ 7000 मा। सेमी मोडलको मैले काठको बनाएको थिएँ। अब यही लागेको थियो 90000 मलाई बनाउन। 90000 कहाँ छ,
अब 7000 कहाँ छ। तपाईहरुले यसरी बनाउन सक्नुहुन्छ। अब माथि यहाँनिर साइडमा अब हल्का काना छोडेर पनि गर्न सक्छु। मैले अब खाली किला मात्र ठोकेको थिएँ साइडबाट। पछि डाँडा कसिँदाखेरि टाइट भइहाल्यो। माथि चाहिँ हल्का छट्की मिलाएर काट्न सकिन्छ, किनकि तल माथिबाट मिलाउँदा यो बिचको भाग आफै टाइट भइहाल्छ। यहाँनिर चाहिँ यस्तो हल्का छट्की काट्नुपर्छ। अनि डाँडा यहाँनिर यो माथि धुरी ठोक्ने, ट्याक्क बिचमा परेर यहाँ ठोक्ने, अनि त्यहाँ ठोक्ने, अनि भइहाल्छ। इजी फास्ट हो, सजिलो। काठ अनुसार पर्छ हाम्रो काठमा। यहाँ त अब काठ फ्री पाइन्छ, त्यही भएर अब चिराउन ती 6000। यो बिम अथवा यो कोलमहरू जे मानौँ, यिनीहरू हाम्रो 30 रुपियाँ फिट चाहिँ चिराउँदाखेरि। लम्बाइ 30 फिट, मोटाइ जस्तो जेसुकै पनि यसरी बनाउन सक्नुहुन्छ तरकारीको टनेलको लागि। अनि यहाँनिर ठाक्राहरू पनि लगाइसकेको छु तरकारीको लागि। यहाँ भयो बाँसको फाटाहरू भन्छ, ठाडो बानेर। अनि यो साइडमा हाम्रोमा निगाला भन्छ, निगाला बान्दा पनि भन्छ। यो पनि अब बान्ने तरिका हुन्छ। यो खस्नु पर्ने, जति जोर गरे पनि तल जानु भएन। यो पनि अब युट्युबमा पनि हेर्न सक्नुहुन्छ, यो तरिकाले बान्नुपर्ने हुन्छ। अब टमाटर लाग्दैछ अब केही समयपछि, अनि किराहरू मर्छ भनेर यहाँबाट पहेँलो एउटा पेपर पाइन्छ, किराहरू एकचोटि टाँसिएर चाहिँ। यो चाहिँ मार्सेको साग। अनि यहाँ चोतोहरू, मकैहरू, मौसमीहरू